लु हामीहरू चाहिँ आमा छोरी हात धर्दै धर्दै नाच्दै नाच्दै गएको गाइस। भरे त ल्याइदिइहाल्नुहुन्छ होइन, ल्याइदिनु भन्छु भरे चाहिँ यहीँसम्म ल्याइदिनु भन्छु। उता त्यहाँदेखि सकिहाल्छु जानु गाइस। गाइस यहाँ हेर्नु मेरो माइतको नजारा चाहिँ अहिले यस्तो भएको छ है। फिलहालमा चाहिँ पत्तीहरू काटेर कस्तो दामी बनाएछ होइन। अनि यहाँ रोटीहरू बनाउनुको लागि चाहिँ यसरी गरेछ धुलो। हेर्नु न कस्तो भएको छ। त्यसले मैले गाडी नल्याएको गाइस, बाटो खराब छ अरे भनौँ भरे कस्तो धुलो छ थियो कि कस्तो चाहिँ होला भनेर चाहिँ आज चाहिँ म हिँडेरै आएको कि। अन्त यहाँ हेर्नु अहिले यस्तो छ हाम्रो बगानको नजारा चाहिँ यस्तो वाउ भइरहेको छ। कस्तो मजाले कलम गरिसकेछ हो हेर्नु न। अनि बाटो पनि अब रोड बनाउँछ अरे, त्यही भएर माटोहरू उयो गरेछ, सामान पार्दैछ। यस्तो छ है हाम्रो माइत गाउँ चाहिँ। यहाँ दुईवटा हिरो आउँदैछन्। यहाँ हाम्रो गाउँको हिरोहरू। अनि मेरो नानी चाहिँ नि मैले हिँडाउँदै लिएर आएको। मैले हिँडाउँदै लिएर अलिकति मात्रै बोकेँ त मिठाई दिएको थिएँ मेरो छोरी स्ट्रङ भन्दै भनेको थिएँ कि ओरे बाप्रे बाबा मामा घर आउँदा कस्तो लाग्यो हिँडेर त हत्तु हुने बेटा। तर आज मजा पनि लाग्यो हिँडेर आउँदा चाहिँ। लु मेरो गाउँमा माइत आइसक्यो है। गाउँ भन्नु आइसक्यो गाइस। किन आएको आज माइत भन्दा चाहिँ म हजुरहरूलाई देखाउँछु ल। म किन आएको माइत भन्दा चाहिँ आज चाहिँ त्यसै चाहिँ म आउँदिनँ है गाइस। केही काम पऱ्यो भने मात्रै म आउँछु। तर मेरो लाइफ ठिकै छ। आउनु मन लाग्दा आउनु मन लाग्दा फट्टै आइन्छ कि गाइस। रमाइलो छ। हाम्रो हिरो आएको छ आज घरमा। त्यही लागि म आएको। केरेलाबाट आज आइपुग्यो। यता आयो हाई भन्दै। केरेलाबाट आइपुग्यो आज। अनि म आएको भेट्नुको लागि तातो तातो खानु। यो हाम्रो दादा आज आइपुग्यो केरेलाबाट गाइस। त्यही लागि आएको म।